के भयो हुन्छ पेमेन्ट चाहिँ पेमेन्ट यतै गर्नु नभए अहिले उहाँ लोकेसन पुगेपछि क्यान्सल गर्न लाउँछ क्यान्सल गरिदिनु ल होल चार्ज पनि गर्दैन अहिले क्यान्सल नगर्नु क्यान्सल गरे नि हुन्छ नगरे नि हुन्छ हजुर क्यान्सल किन गर्नु पर्यो नगरे नै हुन्छ होला नि है नगर्नु मलाई त आउँदैन चार्ज गर्दैन भनेको नि मैले एकचोटि उकालो चढ्न थालेपछि त यो उकालो कि उकालो यदि आइपुगेको बेला खै थाहा भने त्यो त मलाई उसबाट के अरे यो बालुवाटारबाट पठाएको हजुर चाउमिन हाम्रो भान्साको लागि हो कि पार्कको लागि हो यो बालुवाटारबाट आएर चाहिँ मैले रिसिभ गरेको छु लैजानु पर्ला यो पनि हो के घुम्न आउने ठाउँ हो कि हो यो अरे घुम्ने ठाउँ हो ए खतरा रहेछ यार टिकट कति हो यसको हेरी है के सफारी हो भित्र यो क्याम्प पनि छ ए क्याम्पहरू छ नि बस्नु सुन्नुको लागि राति एक नाइटको 22 से मजा आयो ल स गाइस भइसक्यो यहाँ राम्रो ठाउँ घुम्ने ठाउँ रहेछ रेसोर्ट टाइपको होइन सफारी टाइपको के बुढा नीलकण्ठ क्याम्पिङ सो यही हो अहिलेलाई चाहिँ यति एन्ड गरौँ है अर्को कस्टमर वेटिङमा छ मान्छे उठाएर हिँड्ने हुन्छ मान्छे क्यान्सल गरिदिन्छ उठाएर मान्छे उठाएर लिएर हुन्छ बसबाट कहाँ मान्छे बस्दा त्यो मान्छे पाउँदैन नि पाउँछ होला अनलाइन पाउँछ सक्छ नि पाउँछ नि त लग लगायो भने पाइहाल्यो नि हुन्छ पेमेन्ट चाहिँ पेमेन्ट यतै गर्नु नभए अहिले उहाँ लोकेसन पुगेपछि क्यान्सल गर्न लाउँछ क्यान्सल गरिदिनु ल होल चार्ज पनि गर्दैन अहिले क्यान्सल नगर्नु क्यान्सल गरे नि हुन्छ नगरे नि हुन्छ हजुर क्यान्सल किन गर्नु पर्यो नगरे नै हुन्छ होला नि है नगर्नु मलाई त आउँदैन चार्ज गर्दैन कुन नम्बर टिप्नु त नम्बर टिप्नु भन्दा नि त्यहीमा मलाई मेसेज गरिदिनु खै दिँदै त्यो मोबाइल यही तपाईँले जुन इन्ड्राइभमा बुक गर्नुहोस् नि त्यो मोबाइल दिँदा इन्ड्राइभ दिनु नि जुन मोबाइलले मलाई बुक गर्नुभएको थियो नि त्यो दिनु न आइसक्यो त्यो मोबाइल नम्बर भन्नु त नम्बर 99082 41 7 triple तिनवटा 7 त्यो लिने मान्छे के अरे लिन आउने मान्छे है यो छैन मिलन चौकमा छ ब्ल्याकमा बेच्छ त्यो उता नि पाउँछ किरण पसलमा पाउँछ त्यतै पाउँछ त तेल त्यतै पाइहाल्छ नि यहाँ आइसक्यो ए ल धन्यवाद है अब मान्छे पायो भने उठाएर हिँड्नु भयो हुन्छ त्यो गऱ्यो भने
झर्ला त्यहाँ पैसा ब्याग ब्याग बस ब्याग। बस ए यो भित्र हाल्नु राटेर चाहिँ पुरा अनि सबै खस्यो तनाव हुन्छ नि। त्यो अनि अगाडि पछाडि पुरै छ यहाँ पनि रहेछ तल पनि रहेछ ल है पुऱ्याइदिनु ल हस् त्यो लिएर आउँछ त यार सो गाइस वान मोर पार्सल होइन आफ्नो एउटा पार्सल आएको छ त्यो बर्खाको दबाएर खाइहाल्यो उजित ब्लग छ उजित ब्लग हजुर? उजित ब्लग छ दाइ यो पनि हाल्नु है उजित ब्लग UJIT मैले तपाईँको भ्लग हेरेको छ एकचोटि सर्ट भिडियोमा आएको छ मेरो सर्टमा आएको छ सबले सर्ट भिडियो नै हाल्नुहुन्छ अँ यो पनि हाल्नु ल ल हाल्नु है हाल्नु मेरो छोरा देखाएर हाल्नु ल हेर्नु ल उजित ब्लगमा हेर्नु ल भोलि ल दादा ए बाई बाई वेलकम टु ग्याङ वेलकम टु फुड उर्मे चले गया त किप अन द डोर तुझे वेलकम टु ग्याङ ए बच्चा रे कहाँ जानु बा दाइ कहाँ जानु बा काममा भन काममा ए यति बेला काममा पठाउ होला नि त पठाउ गरे यो दाइले भ्लग गर्छ के मैले मेरोमा आएको थियो कि म पठाउन बोलाउँछु हेलो भ्लगर हाम्रो जिसान भाइ यतै छ हाम्रो भ्लगरमा कालो भइनी राम्रो कालोलाई त देख्दैन यो भाइ कालोडा आयो काप पर्यो Okay, so maybe this will be the last clip. है त कस्टमर पिक गर्न गएको भिडियो बनाइदिनु है त्यसो कस्तो छ हुन्छ हेरौँ मोबाइल यसमा राखेर लोकेसनहरू चाहिँ अलिक सहज होला जस्तो त मलाई लाग्दैन होइन म डिस्ट्र्याक्ट भइसक्यो अलरेडी त्यही हो हेरौँ है बस कताको पठाउँछु हेर्नु त्यही हो त त्यो अघि रमाइलो लाग्यो कि त्यो बच्चाहरूले यस्तो रमाइलो गराइदियो नि होइन टक्क निस्किन लाग्थ्यो अनि ट्याक्क भन्नु थाल्यो होइन एउटा मजा लाग्छ क्या यार त्यस्तो के भन्नु छैन त्यस्तो फेमस पनि होइन नि त अरू जस्तो अब होइन नि त भर्खर स्टार्ट गर्दैछु म पनि अरू त हुन सक्छु फेरि पछि है होइन कस्तो म चन्द्रगिरी जानु लागेको छ म यहाँ भट्टेकुलो छु होइन टाढाको बाटो अनि गइदिउँ न त त्यो के हुन्छ र तरिकाले हिँडेकोमा चाहिँ के भन्छ मेरो साउन्ड चाहिँ अलिक कम आउँदो रहेछ होइन अलिक ठुलो सोले बोल्नु पर्ने रहेछ क्या यसमा चाहिँ किनभने मेरो बाइकको साउन्ड लाउड छ होइन भुट टाइपको छ होइन अनि म बिस्तारै बोल्दाखेरि मैले दिउँसो यसो बोलेर बिस्तारै हालेको खासै राम्रो उस आएर चाहिँ साउन्ड आएन होइन त्यही भएर अलिक चर्को बोल्नुपर्ने भयो ल साइड लाइट छैन केही छैन सरर नै जान्छ अहिले राति भ्लगिङ नै गाह्रै छ राखेर